लेट्स गो टु कस्तोको विथ मी। आज चाहिँ हाम्रो फाइनली कस्तोको जाने समय जुर्यो। अनि कस्तोको छिर्न साथ यो पनि चाहिन्छ त्यो पनि चाहिन्छ भन्ने हुन्छ होइन। अनि अरू नर्मली जापानिज यो स्टोरहरूमा सानो सानो सामान देखेको कस्तोकोमा त सबै ठुल्ठुलो क्या फ्यामिली साइजहरू सामान देख्दाखेरि चाहिँ दङ्ग लाग्ने क्या। अनि यो पनि चाहिन्छ भन्यो त्यो पनि चाहिन्छ भन्यो हाल्दा हाल्दा होइन। अन्त अनि त्यहाँ कस्तोकोमा गइसकेपछि फुड टेस्टिङ त गर्नै पर्यो। अनि फुड टेस्टिङहरू गर्दा कति धेरै लाइन बस्न पर्ने कुनै ठाउँमा त त्यस्तो लाइन बस्न चाहिँ झ्याउ लाग्ने। अनि जुन जुन ठाउँमा लाइन छैन त्यहीँ त्यहीँ गएर यस्तो फ्रुट्सहरू अनि क्रिमहरू खाएँ। अनि त्यसरी तरकारीहरू त टन्ने। अनि ब्रेड मेन भनेको कस्तोको त्यो होल चिकन त खानै पर्यो गइसके पछाडि। एन्ड देन यति धेरै त्यो चक्लेटको सेक्सन त्यो देख्दाखेरि यस्तो मनै लोभिएर मेरो त होइन। अनि यो रिच बिस्कुट पनि मेरो वान अफ द फेभरेट बिस्कुट। कस्तोको गइसके पछाडि यति मात्रै सामान किन्छु भनेर गएँ तर हाल्दा हाल्दा त के सामान त्यहाँ मनपर्छ हाल्दा हाल्दा त कति धेरै भइहाल्ने। अनि त्यो फलफुलहरूको सेक्सन पनि यति धेरै थियो। आँपहरू पनि आएको रहेछ कस्तो मिठो। अनि त्यस पछाडि मासुहरूको सेक्सन एकैचोटि मासुहरू सबै उठाएर लिएर आयौँ हामीले पनि। एक हप्तालाई ड्याङ्गै पुग्ने गरेर अनि देन आयौँ हामी यो चेकिङ गर्नलाई। अनि मलाई सबभन्दा मनपर्ने नै यही हो कि यहाँको सामान टक्क हाल्यो सरर जान्छ यता। अनि त्यहाँबाट पैसा तिरेर हामी चाहिँ निस्क्यौँ। धन्यवाद।